नमस्कार, म अरुण कुमार रोकाया। म अहिले जाजरकोट जाँदैछु। यो गाडी चाहिँ एक्स्ट्रा गाडी हो, त्यही भएर चाहिँ अरू नाम लेखेको होला। म जाजरकोट जाँदैछु अहिले। विशेष त किन जाजरकोट जाँदैछु भने जेन्जी आन्दोलनका शहीद जो हुनुहुन्छ बझाङको सुभाष बोहरा, उहाँको प्रिय पात्र अथवा प्रिय प्यारी गीता ओली गर्लफ्रेन्ड लाई चाहिँ विदेशबाट केही सहयोग रकमहरू पठाउँदै हुनुहुन्छ, पठाउनु भएको छैन, पठाउँदै हुनुहुन्छ। त्यो भएको कारणले उहाँलाई चाहिँ त्यो सहयोग रकम हस्तान्तरण गर्नुको लागि उहाँको घरसम्म म जाँदैछु। सम्पूर्ण साथीहरूलाई चाहिँ म जाजरकोटमा मलाई समन्वय गरिदिन अथवा सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। किनभने मानवीय सत्कर्म, मानवीय सद्भावका लागि म जाँदैछु। त्यसैले सम्पूर्ण साथीभाइहरूलाई चाहिँ यो कर्ममा जोडिन र यो धर्ममा जोडिन हुन सम्पूर्णलाई चाहिँ अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, जो जाजरकोटबाट हेर्दै हुनुहुन्छ कृपया मलाई चाहिँ मेसेज गर्नुहोला, इनबक्समा नम्बर छोड्नु होला। म तपाईँहरूको साथ सपोर्ट लिएर अगाडि बढ्नेछु। म अहिले 4:30 बजेको यो गाडीमा जाँदैछु। सम्पूर्णलाई सम्झिन चाहन्छु। र गीता बहिनी अनि अर्को एउटा बहिनी हुन्छ, उहाँको नाम थाहा छैन, उहाँले मलाई बारम्बार कल गरिराख्नु भएको छ। उहाँलाई पनि म आउँदैछु भन्ने जानकारी दिन चाहन्छु। र सहयोगी मनहरूलाई पनि यही सूचना मार्फत म चाहिँ जाजरकोट गएको सूचना दिन चाहन्छु। भोलि खलङ्गमा हामी भेट्नेछौँ भनेर जानकारी दिन चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क यू, धन्यवाद।